भाइ आफ्नो नाम बताइदिनुहोस् हो। अच्छा भाइ कति सालदेखि यहाँनिर हो सर्भिस गर्नुभएको? यहाँ पेरिङमा हुनुहुन्छ 7 साल हो। अच्छा घर परिवार आमा आप्पाहरूले प्रोब्लम पर्नुभयो? पाउनु भएको छैन। निकै कठिन पर्छ त फेरि उता भन्नुहोस् न, कठिन पर्छ त। अघि हामीले वचन पढिनु परेन, एउटा चेला बनिनु पऱ्यो नि त। अब घरबाट तपाईँले निकाल्यो भने त एकदम क्रिस्चियन भयो, बाहिरको धर्म पढ्यो कहाँ हाम्रो नाक काटले काटिदिस् तैँले फल्ला ढिस्का इत्यादि भएर तपाईँलाई अब घर परिवार आमा आप्पाले तपाईँलाई स्वीकारै गरेन, एक्सेप्टै गरेन भने तपाईँ के गर्नुहुन्छ? अनि उहाँले एक्सेप्ट गर्नुहुन्छ, किनभने जुन मैले ग्रहण गरिसकेको हो 2023 मा र यहाँसम्म त्यहाँदेखि यता रिप्रेजेन्ट गर्नको लागि जुन ढिलाइ भइरहेको थियो त्यो पनि उहाँहरूलाई केही सम्झाउनु बुझाउनुकै कारणले गर्दा नै भइरहेको थियो। अहिले उहाँहरू गर्न सक्नुहुन्छ। अच्छा बत्तिसमा दिनको लागि एकदम तपाईँलाई परमेश्वरको आत्माले तयारी गर्नुभयो? परमेश्वरको आत्माले अगुवाई गर्नुभयो हो? पक्कै हो। अच्छा अब बत्तिसमा हुनुहुन्छ, प्रभुलाई ग्रहण गर्नुभयो। अब साँच्चै नै अब प्रभुलाई इन्कार गर्नु त हुन्न जीवनमा। संसार जबसम्म परमेश्वरले राख्नुहुन्छ तपाईँलाई जोडिकन, तबसम्म परमेश्वरको एउटा छोराको रूपमा एउटा गवाई बनिकन रहन सक्नुहुन्छ। पक्कै हो। अच्छा यहाँबाट बत्तिसमा निकन फेरि घर जानु पर्ला, कुनै समय छुट्टी जानुहुन्छ, सेवा सङ्गति सूचना गर्नुहुन्छ, गरिरहनु पऱ्यो। त्यसको बादमा अब कोही यस्ता बाधाहरू हुँदैन भविष्यको दिनमा। त्यसैले त अर्को खाला केही चिजमा अक्टोबर अगाडि आइपुग्ला, त्यति बेला तपाईँ या कुनै काम परमेश्वरले लिखित गर्ने काम त गर्नुहुन्न। त्यो बाधा त अहिलेसम्म पनि आइरहन्छ, तर त्यसलाई मैले अघि नै भन्नु हो, हामी ब्याक गियर हामीमा हुनुहुन्न, हामी अघिबाट भन्नुहुन्छ। लाल समुद्र होस् चाहे जे होस्, हामीले खुट्टा राखिदिनुपर्छ, परमेश्वरले सम्हाल्नुहुन्छ। त्यो कारणले चाहिँ हाम्रो चाहनु हुनुपर्छ। त्यो कारण पत्रसले काम ख्रिस्टियसमा चाहिँ पल्लोपट्टि थियो, समुद्रपट्टि पारिपट्टि पत्रस यता थियो। प्रभु म पनि आउन चाहन्छु, आउँछु म। प्रभुले भन्नुभयो आइज, तर पानी छ आइज, खुट्टा राखि डुबेन नि त। त्यो कारणले परमेश्वरको चाहना गर्ने मान्छेहरूलाई परमेश्वरले नै गर्नुहुन्छ। यो कुरो विश्वास गर्न सक्नुहुन्छ। र अब कुनै यस्तो आजकल के साह्रो उयो भएको छ अरे त, हाम्रो व्यक्तित्व दिने कुराहरूमा चाहिँ आज हामी पक्का हुनुपर्छ। अहिले मैले पनि वचन हामीले वचन हेर्नु हो, त्यो आज कति यस्ता उयो छ नि त, जवान छोरा छोरीहरूले एउटा एउटा स्वार्थ विचारहरू लिएर पनि त्यस्तो 32मा कदमहरू उठाएको हुन्छ। अनि यहाँ खडा भएर सोद्धाखेरि त ठिकै भन्छ हो, त्यसको बाद आफ्नो एउटा स्वार्थता आफ्नो मात्र पुरा भएपछि फेरि उनीहरूलाई खोजेर हामी खोज्नु सक्दैनौँ। कहाँ गयो त्यो भाइ, कहाँ गयो त्यो बहिनी, त्यस्तो हुन्छ क्या। त्यस्तो हुनु सक्दैन, किनभने अब 32मा लिइसकेपछि त मण्डलीमा तपाईँलाई सामेल गरिन्छ नि त। मण्डलीमा सामेल गर्छ, मण्डली परिवार, मण्डली चाहिँ एउटा परिवार हो परमेश्वरको। तपाईँको घर परिवारमा हुनुहुन्छ तपाईँ, मेरो एउटा घर परिवार छ। छोरा छोरी नाता नातिनी हुन्छ होइन। एकजना या दुईजना परिवारमा छैन, खाना खाने बेलामा छैन, या हिजो साथीमा जान्छु भनेको आजसम्म आएन भने परिवारलाई चिन्ता हुन्छ हुँदैन? परिवारलाई चिन्ता हुन्छ नि। त्यस्तै मण्डलीलाई पनि चिन्ता हुन्छ। त्यो मण्डलीमा तपाईँलाई सामेल गरेपछि त्यो भाइ कहाँ गयो, त्यो बहिनी कता गयो, आज आएन भोलि आएन, के कस्तो, यस्तो त्यो चिन्ता नै परमेश्वरको चिन्ता हो। यस्तो त हुँदैन कन्टिन्यू, चाहे यहाँ होस् चाहे उहाँ होस्। यसरी हामी 32मा गएपछि चाहिँ सङ्गति चाहिँ हुँदै पर्छ। र ध्यान दिएर बाइबल पढ्ने आदत चाहिँ गर्नु पऱ्यो। आज पढ्नु भयो, के चाहिँ पढ्नु भयो?
रोमीको छ त्यही ठिक पर्नुहुन्छ ल धन्यवाद म बेसी हजुरलाई टाइम लिँदैन ल जानुहोस् प्रार्थनामा हामी याद गर्छौँ यहाँ भाइ बहिनीहरूको लागि प्रार्थना हामी गरिदिउँ ताकि उहाँहरूलाई परमेश्वरले